हेलो एभ्रीबडी नमस्कार सबैजनालाई। यहाँ आराम कुशलै हुनुहुन्छ होला। म पनि आराम कुशलै छु भन्दै तपाईँहरूलाई अहिले चाहिँ मैले वुडल्यान्ड पार्कको दृश्यहरू देखाइरहेको छु। अनि आज चाहिँ युनलङबाट कसरी जाने त त्यो पार्क भन्ने विषय लिएर छोटो भिडियो बनाउँदैछु। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर ट्रेनमा यो एलआरटी हो है। एलआरटीमा चढेर चाहिँ तपाईँ चाहिँ 300 जाने एलआरटीमा चढेर तपाईँ चाहिँ यो वुडल्यान्ड पार्क भनेको ठाउँमा चाहिँ झर्ने हो। अनि त्यहाँबाट झरेर अलिकति हिँडेपछि तपाईँ आइसक्नुहुन्छ होइन। र अहिले आइ पनि पुगिसक्नु भएको छ है तपाईँहरू यहाँनिर होइन। अनि यहाँ इन्ट्री हुनको लागि चाहिँ तपाईँलाई चाहिँ $30 पर पर्सन लाग्दो रहेछ होइन। अनि साइडमा चाहिँ इन्ट्री नगरिकन भिडियोहरू खिच्छु होइन, गएर मजाले बस्छु भन्दा पनि मजाको चौरीहरू छ है गाइज। अनि तपाईँ चाहिँ अब अहिले चाहिँ इन्ट्री गरिसक्नु भएको छ। अनि इन्ट्री गरिसकेपछि चाहिँ यहाँभित्र के कस्तो छन् भन्ने कुराहरू चाहिँ म यो भिडियोको पछाडि राख्छु होइन। तपाईँहरू हेरेर इन्जोय गर्नु होला। अनि तपाईँहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला है त गाइज। सो या द्याट्स अल। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सी यू नेक्स्ट भिडियो। बाइ बाइ फर नाउ। रियल गई है यो चाहिँ देख्नुभयो। ओ माई गॉड। कस्तो सिम्पल वक। स्टिम वक न त कता रहेछ स्टिम वक। ल है स्ट्रिम वक गरेर यताबाट चाहिँ ठुलो त उही पहिला पनि तिमीले यहीँ हो माछा मारेको हो बिपिने। कहाँ मैले मारेँ माछा। मतलब यसरी नै तिमीले भिडियो खिचेको कि पोहोर पनि। कता छ हौ घाम घाम खोज्दैछौँ। नजिकमा जङ्गल पस्न चाहनुहुन्छ भने चाहिँ यु निड टु पे होइन। टाढामा जङ्गल पस्न चाहनुहुन्छ भने चाहिँ यु निड टु वक विदाउट पेन नो गेन भन्ने कुराहरू त यसरी पो आउँछ कि क्या हो। यदि तपाईँ ताइताङ गएको भएदेखि चाहिँ आज होइन नो निड टु पे फ्री अफ चार्ज बट यु निड टु वक मोर होइन। इफ यु डोन्ट वान्ट टु वक देन यु निड टु पे। तर तिमीले चाहिँ फ्रेस एयर चाहिँ नजिकै पाउन सक्छौ भन्ने कुरा हो है। ल रातो पत्ता भएको चाहिँ तपाईँ ताइताङ नै पुग्नुपर्छ भन्ने छैन रहेछ है। वुडल्यान्ड पार्कमा पनि रहेछ, तपाईँले देख्न सक्नुहुन्छ रातो पत्ता। मैले चाहिँ अलिकति जे पनि नेचुरल निकाल्ने भएको भएर त्यति राम्रो देखिँदैन होला। यसलाई एडिट गऱ्यो भने राम्रो देख्छ होला, तर म एडिट चाहिँ गर्दिनँ। तर तपाईँले क्यामेरामा जस्तो देख्नु भएको छ त्यस्तै नै हुन्छ नि त रियलमा आयो भने होइन। त्यो भएको भएर चाहिँ मैले यस्तो बनाउँछु गाइस। तपाईँले देख्न सक्नुहुन्छ है अल राउन्ड हियर मान्छे चाहिँ प्रायः ताइताङ जान्छ होइन। हुन त अब हाइकिङ पनि हुन्छ नि त ताइताङ जाँदाखेरि है। यो चाहिँ 300 हो होइन। कसरी आउने भन्ने विषय त मैले योभन्दा अगाडि पनि राखेको छु यताबाट आउने भनेर होइन। तर तपाईँहरूले गुगलले पनि भनिहाल्छ, हामीले नै भन्नुपर्छ भन्ने छैन। तर म जस्तै गुगल चलाउनु नजान्ने मान्छेले चाहिँ अब नेपालीमै सजिलो भनिदियो भने सजिलो हुन्छ भन्नेहरूको लागि हो विशेष यो भिडियो चाहिँ है। तपाईँले देख्न सक्नुहुन्छ है अल राउन्ड होइन। यो हो नि त रातो पत्ता खासमा चाहिँ होइन। ल अनि यहाँनिर चाहिँ अनि अर्को चाहिँ विशेष घाम पनि आउँदो रहेछ जाडोमा मजाले घाम तापेर बस्नु ढाड सेकाएर होइन। तपाईँले देख्न सक्नुहुन्छ यहाँ ढाड सेकाएर बसिराख्नु भएको छ। अनि कमलको फुल हिलोमै फुल्छ अरे नि त होइन। कमलकै फुल होला यो मेरो विचारमा। यो ठाउँमा चाहिँ यस्तो यस्तोहरू छन् भनेर चाहिँ यहाँनिर लेखेको रहेछ है। म चाहिँ तपाईँलाई यसलाई उल्था गर्दिनँ यस्तै त्यस्तै भनेर होइन। म त्यस्तो खतरा होइन। म चाहिँ त्यही जता जता जान्छु त्यताको भिडियो बनाउने, त्यतिखेर के भेटाउँछु त्यही मात्रै भन्ने है त गाइस। आउनुहोस् फेरि पनि अझै हामीलाई पछ्याउँदै।
जस राम्रै छ, त्यति टाढा पनि छैन होइन। अनि त्यो तपाईँलाई इन्ट्री फी पनि $30 मात्रै। त्यही भएर त्यस्तो नराम्रो भन्ने छैन। नजिकैमा छोटो समयमा रातो पत्ता पनि हेर्छु, सजिलो बाटो पनि हिँड्छु, घाम पनि ताप्छु होइन भनेर चाहिँ आउनुभयो भने चाहिँ तपाईँको नेक्स्ट होलिडे राम्रैसँग काट्न सक्छ भन्न चाहेँ मैले चाहिँ। यो ठाउँ आफू घुमेको र घुमिसकेको र मेरो आफ्नो अनुभवको कुरा गर्नु पर्दाखेरि है त गाइस। अन्त यहाँबाट कस्तो दामी देख्दो रहेछ हेर्नु त झन्। तपाईँहरू थुप्रै आउनु भएको होला। अब हङकङ सानो ठाउँ छ, धेरै ठाउँमा घुमिसक्नु भएको होला। म पनि यसो धेरै चाहिँ होइन, थोरै थोरै घुम्छु। पुरै हाइकिङ चाहिँ होइन, बेला बेलामा हिँडिराख्छु नि त होइन। तर यस्तै नजिक नजिक ठाउँतिर हिँडिरहेको हुन्छु। यो ठाउँमा पनि म चाहिँ 2 पटक आइसकेँ कि होइन। पोहोर पनि आएको थिएँ। अनि यसपालि पनि कता जाने त भन्दाखेरि यसो छुट्टी मनाऊँ न त, बुढोको छुट्टी भन्दाखेरि चाहिँ यतातिर आइपुगेको है त गाइज। ताइताङ जाने भनेर हिँडेको आज चाहिँ खासमा चाहिँ। तर ताइताङ एकदम धेरै टाढा लाग्यो कि हिँड्न पनि सक्दैन है म त्यति धेरै होइन। त्यसो भन्दैमा पुरा सहरको चाहिँ होइन, पुरै गाउँको हो। हिँड्नु सक्दैन भन्नाले त्यस्तो हिँड्नै पऱ्यो भने चाहिँ हिँड्छु नै। तर अलिक अल्छी अल्छी टाइपको पऱ्यो होला सायद, त्यही भएर त्यति हिँड्न मानिनँ। अनि त्यही ताइताङको तिर्सना मेटाउनु भन्दा पनि ताइताङ म 3 पटक गइसकेँ। यसपालि गएको त 4 पटक हुन्थ्यो, त्यही भएर झ्याउ लाग्यो क्या जानु पनि। त्यही भएर चाहिँ नि यतातिर आइपुग्यो। अनि एकदम छिटो मलाई चाहिँ चिसोले उयो पनि गर्छ, त्यो भएको कारण पनि हो विशेष चाहिँ है। बर्ड्स ह्याभ इयर अरे गरेर जानुहोस् अरे। बेबी बर्ड हेर्नु नजाने? ए ओके। सो पहिला हामीले हेरिसकेको यहाँभित्र चाहिँ बर्ड पनि छ। इफ नयाँ आउनुहुन्छ भने आउनुहुन्छ भने त माइन डिप वाटर हिँड न जाउँ। यतै जस्तो लाग्छ। अब यता आइहाल्यौँ, हिँड न यतैबाट। बर्ड्स ह्याभ इयर गरेको रहेछ। हल्ला गर्नु पाइँदैन अरे त्यस्तो लेखेको छ नि त अगाडि। यो काठ छैन त, हिलोमाट जम्मै हो। लाइक गाइज अब यो पुरा राम्रो बनाउने भन्दा पनि नेचुरल के छ त्यो देखाउने भएको कारणले गर्दाखेरि चाहिँ म केही पनि एडिट गर्दिनँ होइन। यस्तो छ यहाँनिर चाहिँ तपाईँले टिकटक बनाउनु भयो, रिल्सहरू बनाउनु भयो भने चाहिँ दामी हुन्छ होइन। बट म चाहिँ जाडो जाडै भयो, अब यस्तो देखाउँदै मात्रै छु तपाईँलाई चाहिँ। थुप्रै ठाउँहरू रहेछ। ए पहिला पनि हामी आएको नि त, यहाँ जाँदाखेरि उतादेखि छैन भनेर भनेको थियो नि त। यहाँनिर हामीले फोटो खिच्नु खोजेको नि त यहाँ। यहाँबाट आएको थियो पोहोर चाहिँ। यहीँबाट हो फर्की फर्की भनेको पोहोर चाहिँ। ए त्यहाँनिर म तिम्रो एउटा पोहोर चाहिँ हामीले यहाँबाट फर्काएको थियो, समय छैन भनेर। यहाँदेखि उता जानुपर्ने छ आज चाहिँ। यहाँदेखि उता के गर्नु पर्यो।
यहाँ फोटो खिच्दा फेरि राम्रो आउँछ जस्तो छ यहाँ चरा रहेछ खोइ खोइ रहेछ त अनि साँच्चीकै चरा हो कि के हो कति बज्यो अब 5 बजे के भन्दैन हुन्थ्यो नि पुग्नु भन्थ्यो मलाई चाहिँ यहाँ भिडियो चाहिँ कोही छ है रियल कोही